हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा र हजुरहरू कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र हामी पनि एकदमै धेरै सन्चै नै छौँ हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ हामी अलिकति मेरो छोराको बर्थडे छ हैन, अनि उसको लागि चाहिँ अलिकति केही सामानहरू ल्याउँ भनेर चाहिँ हामी जाँदैछौँ रेडी भएर। अनि म चाहिँ रेडी पनि भइसकेको छु र बाहिर आएको छु र आज एकदमै राम्रो छ आजको मौसम हैन। नेपालमा चाहिँ धेरै जाडो पनि चलिरहेको छ हैन, चिसो छ हैन। चिसोमा चाहिँ बाहिर निस्किन गाह्रो छ होला, तर हाम्रो यतातिर चाहिँ गोवामा चाहिँ त्यति चिसो हुँदैन। यहाँ चाहिँ एकदम गर्मी नै हुन्छ, पङ्खा लगाएरै बस्नुपर्ने हुन्छ। अनि म चाहिँ रेडी भइसकेको छु हेर्न सक्नुहुन्छ। अनि म चाहिँ रेडी भएर पनि तयार भएर पनि बाहिर बसिरहेको छु मेरो हस्बेन्डलाई भित्र यताउता ढोकाहरू लगाउँदै हुनुहुन्छ नि त दरवाजा। अनि हेर्न सक्नुहुन्छ बाहिरतिर कति राम्रो छ मौसम। अनि यहाँ चाहिँ नरिवलको बुट्टा एकदम धेरै छन् हैन। यहाँ चाहिँ आँप पनि यस्तो फल्छ, नेपालतिर चैत वैशाखतिर आँप फल्छ हैन, मतलब फुल फुल्छ, तर यहाँ चाहिँ अबदेखि सुरु हुन्छ। फागुनसम्म यहाँ चाहिँ आँप फलिसकेको हुन्छ, खाने बेला भइसकेको हुन्छ। अनि हेर्न सक्नुहुन्छ यतातिर पुरा नेपालीहरू पनि बस्नुहुन्छ धेरैजना। अनि यो फल चाहिँ यस्तो राम्रो देखिरहेको छ हैन, धेरै लटरम्म फलेको छ। अनि त्यही हो, त्यसैले हामी घुम्न जाँदैछौँ रेडी भएर। अनि मेरो छोरा चाहिँ फटाफट तल गइसकेको छ हैन, उसलाई चाहिँ घुम्न एकदम मनपर्छ। त्यसैले यो चाहिँ एलोभेरा चाहिँ मैले रोपेको हैन, त्यसरी राम्रो फलेको छ। अनि हजुरलाई पनि देखाएको। यो फ्यान चाहिँ हाम्रो हो, तर हामीले बिग्रियो भएर चाहिँ यसलाई चाहिँ बाहिर नै निकालेका छौँ। र मेरो छोरा चाहिँ उसलाई चाहिँ गाडीहरू देख्नुहुन्न, स्कुटी बाइक हैन, उसलाई चलाउन मनपर्छ हैन। हुन त हामी सानामा पनि हामी यस्तै थियौँ, अहिले मेरो बच्चा पनि उस्तै छ हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो दाइको छोरी हो, अनि उसलाई पनि घुमाउन लैजाउँ न भनेर चाहिँ हामीले उसलाई पनि जाने हो भनेको। ऊ चाहिँ खुसी भएर नाचिरहेको छ। अनि म चाहिँ वेट गरिरहेको छु अनि तयार भएर। अनि यो छोरालाई चाहिँ यो स्कुटी यति सानोमा कसरी चलाउन मन लागेको होला, ऊ चाहिँ एकदमै कोसिस गर्छ। अब ऊ ठुलो भयो भने चाहिँ उसलाई चाँडै नै स्कुटी सिकाउनु पर्ला जस्तो छ। हेर्न सक्नुहुन्छ यस्तो खुसी हुन्छ। अनि मैले पनि हिँड्न जाऊँ तलतिर, अब यहाँ एकछिन वेट गर्दा गर्दा आमा थाकिसक्यौँ भनेर चाहिँ म चाहिँ तलतिर गएँ हैन, किनभने बाबु पनि तल गएको छ नि त, त्यसैले हामी पनि तलतिर आयौँ। यो चाहिँ हाम्रो स्कुटी हो, यो चाहिँ हाम्रो स्कुटी हो र यसैमा बसेर जाऊँ भनेर। अनि यहाँ चाहिँ बसहरू पनि लाग्छ हैन, धेरै टाढा छैन, नजिकै छ बस पनि। अनि पहिला चाहिँ हामी अब गाडी नकिन्दाखेरि चाहिँ बसमै नै जान्थ्यौँ, त्यसैले अब अहिले आफूसँग स्कुटी छ। हेर्न सक्नुहुन्छ यही रुम हो हामीहरू चाहिँ बस्ने। यहाँ चाहिँ 3 तलाको के भन्छ घर छ हैन, त्यसमा चाहिँ हामी सेकेन्ड फ्लोरमा हामी चाहिँ बस्छौँ। अनि आजको राम्रो छ मौसम, एकदम राम्रो लागेको छ। अहिले चाहिँ 5:30 भइसक्यो जस्तो लाग्छ मलाई, टाइम 5 भइसक्यो जस्तो छ। अनि यहाँ चाहिँ नजिक क्याफे पनि छ, अनि बस पनि गइरहेको छन् हैन पन्जीको लागि। अनि त्यसपछि यहाँ चाहिँ मेरो छोरोको तुना जुत्ताको निस्किँदो रहेछ, अनि ऊ चाहिँ बनाउँदैछन् हैन उनीहरूले। अनि फाइनली चाहिँ आइसक्नु पो रेडी भएर। अनि उनीहरू चाहिँ खुसी भएर बसे, म पनि बसेँ। हेर्न सक्नुहुन्छ गोवामा चाहिँ धेरै मन्दिरभन्दा पनि चर्चहरू धेरै छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै क्रिस्चियनहरू ज्यादा छ, त्यसैले चाहिँ ठाउँ ठाउँमा एकदम चर्चहरू छ हैन, मन्दिर। अनि घुम्न जानु त पर्यो, त्यसको लागि तेल हाल्नु पर्यो, अनि त्यसैले तेल पनि हालियो। अनि यहाँ चाहिँ हामी घुम्न आइसक्यौँ। अनि यहाँ चाहिँ इन्डियामा चाहिँ 56 फिल्म फेस्टिभलको मतलब पुरा भएको रहेछ हैन, त्यसैले चाहिँ यहाँ चाहिँ त्यस्तै खालको प्रोग्राम भइरहेको छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरा मेला पनि लागेको छ, त्यसैको रमाइलोको लागि रहेछ हैन। अनि हेर्न सक्नुहुन्छ यस्तो राम्रो देखेको छ। अनि यहाँ चाहिँ 8-9 बजेदेखि कार्यक्रम सुरु हुन्छ। अहिले चाहिँ अलिअलि गानाहरू बजाइरहेका छन्, धेरै कुर्सीहरू राखेको छन्। अनि एकछिन पछिहरू सबैजना आएर हेर्ने प्रोग्राम जान्छन् हैन, हेर्छन्। अनि यहाँ चाहिँ बर्खामा चाहिँ एकदमै धेरै पानी हुन्छ हैन, अहिले चाहिँ अब त्यति पानी पनि छैन। अनि यहाँ चाहिँ जहाजहरू पनि एकदमै धेरै छन्। यहाँ चाहिँ पुरा योगा गर्ने टिप्सहरू छ हैन, हेर्न सक्नुहुन्छ। त्यस्तो दामी दामीहरू पुरा टिप्सहरू गराएको छ। यतातिर मान्छेहरू वाकिङ गर्नलाई हैन, सबै गर्न यतातिर आउँछन् हैन, ठुलो ठाउँ छ। अनि एकदमै राम्रो छ, हावा लागिरहेको छ, चिसो मौसम छ। गोवामा यस्तो रमाइलो छ। जति पनि गोवामा हुनुहुन्छ होला उहाँलाई त पक्कै थाहा छ, र थाहा नपाएकोलाई चाहिँ म देखाउँदैछु हैन। यहाँ चाहिँ अलिअलि मान्छेहरू पनि आइसकेका छन् हेर्न। अनि हामी पनि एकछिन हेऱ्यौँ। अनि त्यसपछि हेर्न सक्नुहुन्छ यो चाहिँ बिग ड्याडी क्यासिनो हो। यहाँ चाहिँ क्यासिनो खेल्नको लागि मान्छेहरू आउँछन्।
अनि यस्तो राम्रो देखिरहेको थियो नि त्यो भ्यू। अनि मैले चाहिँ टक्क भिडियो बनाइराखेँ होइन। यस्तो राम्रो देखिरहेको छ अनि चिसो हावा पनि आएको छ अनि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो एकछिन। त्यसैले मैले चाहिँ मजासँग भिडियो बनाइराखेको छु, हेर्न सक्नुहुन्छ। र फाइनली हामी आएर पनि मैले चाहिँ भिडियोहरूमा सामानहरू ल्याएको यताउता देखाउन पाइनँ किनकि अब त्यस्तै थियो। त्यसैले आएर फटाफट भिडियोमा आएर छोडेर केक काट्यो।